हामीले बोल्ने हरेक शब्द र हाम्रा यहाँ उपस्थित सबै हृदयहरू आज आनन्दले भरियोस् प्रभु। तपाईँलाई हामी बिन्ती गर्दछौँ प्रभु, हामीलाई यो क्रिसमसको पूर्व सन्ध्यामा यसले हामीलाई यो गिफ्ट दिनुहुन्छ अनि तपाईँहरू चाहिँ कोही पनि नछुट्नु होला। पेम्बालाई पनि हामी धन्यवाद दिने। यसै गरी हाम्रा जगतका पास्टर विष्णु गुरुङलाई पनि धन्यवाद दिन्छु। यसै गरी डोल्पाका हाम्रा छिमी बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु। यसै गरी मुस्ताङका हाम्रा बहिनी कर्मलाई पनि हामी धन्यवाद दिन्छौँ। छुट्यो भने माफ गर्नु है। उहाँहरू साँच्चै हाम्रो हिमालयनका विशिष्ट रिम्पुछे, क्रिसका रिम्पुछे यो उहाँ पनि हुनुहुन्छ। उहाँ नेपाल सरकारदेखि यो टेकिङ एसोसिएसनदेखि अनि काङ्ग्री मण्डलीका हाम्रा डिगन मेरो छागेम्बा भन्छ होइन, हाम्रो पूर्वलाई अन्तिममा ठुलो हाम्रा काङ्ग्री चर्चका एकदमै हामीलाई प्रभुमा डोर्याउने मेरो पास्टर, मेरो दिदीको बुढा, मेरो आत्मिकी बुबा अनि आदरणीय पास्टर ज्याबलाई पनि हामी हामदुखले ताली दिन्छ। यसै गरी चाहिँ दरै पर्काउनु पर्छ है। अनि हाम्रा विशिष्ट विभिन्न, अब म समग्र नाम लिन्छु, सबैको लागि हामी एकै तालमा एउटा हान्दुक दिन्छौँ। हामी पश्चिमबाट जान्छौँ। पश्चिमबाट आउने हाम्रो हुम्लाका, ढोक्चुलिम्बबाट आउने हाम्रा प्रिय भाइ बहिनीहरू, आमा दिदी बहिनीहरू, निम्बाबाट आउने पाहुनाहरू, मुस्ताङबाट आउनुभएका पाहुनाहरू, केरोङबाट आउनुभएका पाहुनाहरू, नुब्रीबाट आउनुभएका पाहुनाहरू, कुइकेबाट आउनुभएका पाहुनाहरू, अनि यस्तै गरेर अनि शङ्खसभामाथि नाभा जातिबाट पाल्नुभएका पाहुनाहरू, अनि त्यस्तै उता गएर फेरि ताप्लेजुङ ढोक्याबाट पाल्नुभएका पाहुनाहरू, म आफै
हामी भूमि जातिका पाहुनाहरू सबैलाई एकमुष्ट यो हाङलुकबाट हामी धन्यवाद दिन चाहन्छौँ। यसै गरी हामीलाई मैले बोल्दा पनि म आफै यो छोड्न मन लागेको छैन कि यो साउन्डै फर्किरहेको छ कि आफैलाई कतै अहिलेको प्रधानमन्त्रीको हो कि जस्तो लागिरहेको छ। यति मिठो साउन्ड मिलाइदिनु हुने हाम्रा छिरिङ बाईका टिमलाई पनि हामी हाङलुकले धन्यवाद दिन चाहन्छौँ। अनि हामीसँग हाम्रो परिवारमा हामी एकजना मात्र छैन। हामी चाहिँ अलिकति ठिक्क मिलाएर परमेश्वरले पाकेको एउटा कहानी छ। अलिकति नपाकेको काँचै निकालेको, कुकरमा हाल्दा काँचै अनि पाकेन सेतै भयो बिचराहरू। अनि दाजुहरू फेरि बोरोदेखि हो हाम्रो अगाडि त हाम्रो बिचमा हाम्रा नेपालभन्दा बाहिरका हाम्रा विदेशी पाहुनाहरू छ। उहाँहरूलाई पनि हाम्रो निमन्त्रणा स्वीकारेर आउनुभयो। उहाँहरूलाई पनि हामी हाङलुकले धन्यवाद दिनेछौँ। समग्रमा है म नाम लिन चाहन्न। अब यसै गरी अब अन्तिममा एउटा धन्यवाद दिन त बाँकी नै रह्यो। त्यो धन्यवाद चाहिँ हामी मेसिन गनले दिनेछौँ। मेसिन गन कसरी भन्छ थाहा छ? मेसिन गन चाहिँ पड्किन्छ नि होइन, कम्तीमा पनि 50-60 राउन्ड जान्छ AK-47 को है। अनि यो आजको यो कार्यक्रम यति भव्य सभ्य रमाइलो हुनमा न मेरो दिमाग, न साङ्गु सरको दिमाग, न तपाईँहरूको दिमाग, न तपाईँ हामी जन्मिनु भन्दा पहिले नै यो तय गरेको थियो, न कुनै बेला भेटेर यस्तो गरौँ नै भनेको थियो। तर आज परमेश्वरको कृपाले, येशू प्रभुको कृपाले आज हामी पश्चिम चाइना बोर्डर, पश्चिम उत्तर चाइना बोर्डरदेखि पूर्वी उत्तर बोर्डर ढोक्यासम्मका मान्छेहरू हामी आज एकसाथमा छौँ। हामी एउटै परिवारमा छौँ। अनि हाम्रा नेपालभन्दा बाहिरका हाम्रा विदेशी दाजुभाइहरू हामी साथमा छौँ। त्यसकारण मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सव हामी एकसाथ मनाउन पाएका छौँ। त्यो श्रेय चाहिँ एउटै मात्र परमेश्वर पिता हुनुहुन्छ। त्यो मेरो पनि तपाईँको पनि तपाईँलाई पनि मुक्ति दिने प्रभु येशू ख्रीष्ट हुन्छ। हामी आज त्यही प्रभु येशू ख्रीष्टलाई यो मेसिन गनबाट हामी धन्यवाद दिनेछौँ। यो चाहिँ रोक्ने हो नि है। अब प्रभु तपाईँ उचालिएको होस्। यहाँनिर उपस्थित हुनुभएका सम्पूर्ण तपाईँका छोरा छोरीहरूलाई म तपाईँको हातमा राख्छु। आजको दिन यसरी हामीले उत्सव मनाउँदै गर्दाखेरि, एक आपसमा यो प्रेमहरू साटासाट गर्दै गर्दाखेरि, एक आपसमा हाम्रो खुसीहरू साटासाट गर्दै गर्दाखेरि प्रभु हामीलाई यसरी पनि सोच्न बाध्य बनाउनुहोस् कि येशू तपाईँ हाम्रो जीवनको एउटा सृष्टिकर्ता हुनुहुन्छ भनेर सोच्न हेल्प गर्नुहोस्। प्रभु धन्यवाद सबै कुराको लागि आशिष माग्छु। जिउँदो प्रभु येशू तपाईँको उज्जवल हुन्छ। सबैलाई जय मसीह आशीष दिए। परमेश्वर तपाईँलाई धेरै आशीर्वाद
अप्ठ्यारो मान्ने छैनौँ होइन, हामी सबै एकै परिवारको हौ होइन। त्यसै कारणले हामी कोही पनि लजाउनु पर्दैन, डराउनु पर्दैन, अप्ठ्यारो मान्नु पर्दैन। हामी परमेश्वरको चरणमा जान्छौँ। त्यो एकजनाले त्यो टी-सर्ट ल्यायो। अहिले हिजो एउटा नब्बे ल्याउँछु भन्दै नम्बर दिइरहेको थिएँ आफ्नो। कुसु देव हिँड्दै खै आधीले मात्रै गरेछ, आधी